आज बुधबारको दिन तारिक 14 तारिक 5 महिना 2025 बुधबारको दिन यहाँ ग्रिन पार्कमा टिकट काटेर ग्रिन पार्कभित्र प्रवेश गरियो र यो नाम्ची जिल्लाको यो जोरथाङ बजारमा हाम्रा सरकारद्वारा यो पहिला नै यसको निर्माण भएको थियो। यहाँ विशेष गरी बुढापाकाहरूलाई पनि यो ग्रिन पार्कभित्र आएर आफ्नो हरियाली यहाँको सौन्दर्य मनोरम दृश्यहरू उहाँले अवलोकन गर्दै बिहान बेलुका अथवा शीतल ताप्न आउँछ। त्यसरी नै युवा युवतीहरू पनि टाढा टाढादेखि आएर यसभित्र पसेर यहाँको रमणीय स्थलको यहाँ भ्रमण गर्छन्, निरीक्षण गर्छन् र खुसी आनन्द हुन्छन्। कोही बेला यहाँ शुभ विवाहको पनि अनुष्ठान यहाँ हुन्छ। त्यसको लागि ठाउँ ठुलो छ र यहाँ पर कोला सभा कक्ष हल पनि छ। त्यसमा सभाहरू पनि सम्पन्न हुने गर्दछ। विभिन्न सङ्घ संस्थाको सरकारी यो जोरथाङ बजार निगमको अधीनमा पर्छ। यस्तो प्रकारले यहाँ अब हरियालीहरू यसरी बापू का एक ही सपना स्वच्छ और सुंदर हो भारत अपना भन्ने यहाँ एउटा स्वच्छताको विषयमा सन्देश दिएको छ। र यस्तै प्रकारले यहाँ अब यो मेरो साथमा हाम्रा प्रिय भाइ अर्जुन सुब्बा पनि हुनुहुन्छ। उहाँले पनि आजको यो मसँग साथ लिएर यो ग्रिन पार्क जोरथाङको यो मनोरम बाग बगैँचाहरूको अवलोकन गर्नुहुँदैछ। यहाँ देखिएको सबै यहाँ यो स्थलहरूमा कोही बेला सभाहरू पनि सम्पन्न हुन्छ। यहाँ जस्तै यहाँ ग्यालरीहरू निर्माण भएको छ। यहाँ ठुलो एउटा समतल प्लेट एउटा ग्राउन्ड जस्तो सम्म छ। यहाँ कोही बेला मिटिङहरू हुन्छ। यहाँ ग्यालरीमा सबै मान्छेहरू बस्छन् र यहाँ जो पनि प्रोग्रामहरू हुन्छ, सांस्कृतिक कार्यक्रमहरू हुन्छ, कोही बेला सभाहरू हुन्छ, यसको पनि मान्छेले आनन्द लिन्छन्। र यहाँ वरिपरि बजारको बिचमा यो एकदमै राम्रो ठाउँ, सुन्दर ठाउँ, एकदम मनोहर रमणीय स्थल छ। र यो सबै बिहान बेलुका अथवा दिउँसोतिर पनि यहाँ रमाइलो गर्न यहाँ मानिसहरूको ताकी लाग्छ। यहाँ कुनै बेला पनि खाली छैन र झुन्ड यहाँ कोही ड्राई पिकनिक खानेहरू पनि यहाँ आउँछन्। सरकारी कर्मचारीहरू पनि छुट्टीको टाइममा यहाँ यसो आफ्नो समय व्यतीत गर्न कोही बेला यहाँ सानो सभाहरू पनि यसै बसेर यहाँ गर्ने पनि गरिन्छ। बेला बखत यहाँ साहित्यिक प्रोग्रामहरू भनौँ, जोरथाङको सृजनशील साहित्य लेखन मञ्चको प्रोग्रामहरू कार्यक्रमहरू पनि यहाँ हुने गर्दछ। र यसबाहेक जोरथाङको माघे मेलाको टाइममा पनि यहाँ विभिन्न सांस्कृतिक कार्यक्रममा ओपन यो खुला स्थलमा पनि गर्ने गर्दछ। र कतिपय माथि भवनमा पनि हुने गर्दछ भने यस्तो ओपन एकदम खुल्ला जग्गा पनि हुने गर्दछ। र एकदमै यो यस्तो आजको घमाइलो घाम लागेको दिनमा पनि यहाँभित्र पसेपछि चाहिँ सबै हरियालीहरू देख्दा चाहिँ एक प्रकारको मन खुसी आनन्द हुने गर्दछ। यही टाढाको अतिथिहरू पाहुनाहरू पनि यहाँ आगमन भएर यस्तै उहाँले आफ्नो आनन्द खुसी लिने गर्दछन्। यो ग्रिन पार्क जोरथाङ र यो चाहिँ नाम्ची जिल्ला अन्तर्गत यो जोरथाङ बजारको परिसर छेउमा पुरानो एसएनटीको एरिया हो। र अहिले नयाँ एसएनटी चाहिँ निकै पर 16 माइल जानेपट्टि बाटोमा पर्दछ भने यो चाहिँ पुरानो एसएनटीको परिसर हो। र यस्तै यहाँको अवलोकन गरियो र यहाँ भाइले साथ दिनु भइरहेको छ। र अब हामी यसो घुमफिर गर्दै फेरि हामी
ग्रिन पार्कको प्रवेशद्वारपट्टि हामी लाग्दैछौँ। यहाँ विशेष विशेष यसरी बोर्डहरू छन्। मेरो सहर साफ हो, इसमें हम सबका हात हो। मेरा सहर साफ हो, इसमें हम सबका हात हो। र यसरी हाइजेनिक कुराहरू, सेनिटेसन विषयमा कसरी सफा सुग्घर राख्नुपर्ने, गाउँघरलाई, बजारलाई, बाटोघाटोलाई, फुटपाथहरूलाई भन्ने कुरा पनि यहाँ आम मानिसको जनसाधारणको निम्ति पनि एउटा सन्देशमूलक यहाँ साइनबोर्डहरू पनि राखिएको छ। र यस्तो प्रकारले अब यहाँ यो क्यान्टिनहरू छ। यो चाहिँ ग्रिन पार्कको एउटा अफिस हो। यहाँ सभाहरू पनि हुने गर्दछ। यस्तो प्रकारको यहाँ ठाउँ ठाउँमा हरियाली ठाउँमा बस्ने, यसो हिँड्दा थकित लागेर बस्ने, आराम गर्ने ठाउँहरू पनि, चौकीहरू, बेन्चहरू पनि व्यवस्था गरिएको छ। यसरी नै वरिपरि ग्रिन पार्कको वरिपरि हरियालीहरूले यसरी यहाँ पुराना पुराना आँपका वृक्षहरू, पिपलहरू यसरी देख्न पाइन्छ। यसरी हरियाली बाग बगैँचा, विभिन्न फुलहरूको, वृक्षहरूको सुन्दर सुन्दर बोट बिरुवाहरू, यसरी फुलहरू देख्न हेर्न पाइन्छ। यसरी नै उतापट्टि यसरी यहाँ